भूपेन ब्लग्समा स्वागत छ। आजको ब्लग्स हेर्दै गर्नु। हे एभ्रिवान, तपाईहरुलाई मेरो भूपेन ब्लगमा स्वागत छ। आज हामी डुल्न जान आँटेका बाटो बिहान बिहान। तपाईहरुलाई म भ्यू देखाउँदै छु। हामीको नेशनल हाइवे कस्तो छ भ्यूहरु म तपाईहरुलाई देखाउँदै छु। तपाईहरु हेर्दै गर्नु। फाइनली आइपुगेछु बाटोतिर, मेन रोडतिर आइपुगेछु। बाटो हैन मेन रोडतिर। अनि त्यहाँबाट मैले साथीलाई कल गरेको थिएँ, उसलाई फोन गर्दाखेरि उसले भन्यो म सुतिरहेको छु, जान भ्याउँदैन भन्नु, भोलि जान भ्याउँछु भन्नु। अनि त्यहाँबाट भोलि पनि म ब्लग बनाउँदाखेरि उसलाई पनि एड गर्छु, ऊ आज आएन। अनि त्यहाँबाट बाटोहरू तपाईँहरू हेर्दै भन्नु। यो बाटो चाहिँ पर्छ हामीको आसामतिरको। अनि यो पर्छ उता गेटदेखिबाट हामीको अरुणाचल हो। उता गेट देख्नुभयो नि ग्रिन कलरको, त्यो गेटदेखिबाट पिटिक्क अगाडि एक मिनट अगाडि उतादेखिबाट पर्छ अरुणाचल। अनि तर बाटोहरू भ्यूहरू यस्तो चाहिँ हेर्न सक्नुहुन्छ है। अनि यताबाट सनराइज पनि खिच्दैछ, पुरा मतलब त्यो दामी छ भ्यू। मतलब भने नि भिडियो पुरा मतलब राम्रो धरेको थियो हामीले। म आफै छक्क परेको छु, भिडियो यस्तो क्लिन फ्रेस आइरहेको छ भनेर नि त। अनि उतादेखिबाट त हामीका मतलब क्रिएटरहरू पनि आउँदैछ होला, बिहान बिहान जान्छौँ उतातिर। म हेर्दैछु अब आकासँगै छैन, अब आयो भने तपाईँहरूलाई पनि देखाउँछु क्रिएटरहरू। अनि त्यतिखेरै भन्छु क्रिएटरहरूको नामहरू पनि। छन् क्रिएटरहरू 3-4 जना छन्, म तपाईँले त्यतिखेरै भन्छु नामहरू, हेर्दै गर्नु। क्रिएटर दादाहरू आज आएर पनि गएछन् जस्तो लाग्यो, किनकि यत्रो टाढा आइसक्यो, भेट पनि भएको छैन। अब तपाईँलाई नेक्स्ट टाइममा देखाउने कोसिस गर्छु कि क्रिएटर दादाहरू को छन्। तपाईँले क्रिएटर दादालाई चिन्नु नै हुन्छ, त्यो 100% मात्रै भन्न सक्छु। किनकि क्रिएटर दादाहरू भाइरल पनि छन्, पुरा होइन, अलिअलि 50% जति भाइरल छन्, बुझ्नुमा नि। म तपाईँलाई देखाउँछु एक दिन, नेक्स्ट टाइम म तपाईँलाई देखाइदिन्छु। अन्त उतातिर चाहिँ हामीहरूको स्कुल डायमन्ड इङ्ग्लिस स्कुल हो। उतातिर डायमन्ड इङ्ग्लिस स्कुल हो। हर कोहीले देखेको छ है, राजगढ आयो भने त हर कोहीले देख्छ, राजगढ आयो भने डायमन्ड स्कुल भनेर। ठुलो छ स्कुल, त्यही भएर मतलब ठुलो छ, त्यही भएर तपाईँहरूले देख्नुभएको थियो होला। म 1 किलोमिटरसम्म हिँडेर आइपुगिसकेँ। अब कोही कोहीले भन्छन् होला यो बाटोको जल देखेको छ, त्यो त 1 किलोमिटरसम्म घुरेर आएन भन्दा। म अगाडि बोरपुखुरीसम्म पुगेर आएँ, अनि त्यहाँबाट अहिले घर जाँदैछु। 1 किलोमिटर भयो मैले हिँडेर आएको। यहाँ बहुत कुछले मतलब कमेन्ट गरेर भन्छन्, मतलब हाँस्छन्, त्यही भएर मैले भनिदिएको। अनि त्यहाँबाट उतातिर भ्यू हेर्न सक्नुहुन्छ, अरुणाचल पहाड हो, एकदम पहाड झकास छ पहाडहरू। म तपाईँहरू अरुणाचलको पनि ब्लग मेरो हुन्छ, त्यहाँदेखि तपाईँहरू हेर्दै जानु, छोड्दै नजानु, सबै ब्लग हेर्नु। अनि त्यहाँबाट अरुणाचलको पनि तपाईँले भेट्नुहुन्छ एक दिन, ब्लग छुट्टै गरेर भेट्नुहुन्छ। आजको ब्लग कस्तो लाग्यो होला कमेन्ट गरेर भनिदिनु होला। आजको ब्लग यसमै सकिन्छ। फलो एन्ड सब्सक्राइब गरिदिनु होला।